प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। के का लागि उठ्नु भएको छ मान्य सदस्यहरू? आज सुन्ने समय छ मान्य सदस्यहरू। आज सबै दलका नेताहरूले बोल्ने कार्यक्रम छ, त्यसकारणले मान्य सदस्यहरू बसिदिनुहोस्। आज सुन्ने समय सुरुवात गरौँ, त्यसपछि सबै दलका शीर्ष नेताहरूले बोल्ने भएको हुनाले उहाँको कुराहरू सुनौँ। के विषयमा यहाँले के विषय चाहिँ के हो आज राख्न खोज्नुभयो मान्य सदस्यले? मलाई यहाँले जानकारी गराउनु भएको छैन। आकस्मिक विषय हो भने मलाई जानकारी गराइदिनु भएको भए मैले थाहा पाउँथेँ। अब के विषयमा यहाँले बोल्न खोज्दै हुनुहुन्छ मलाई विषय नै थाहा छैन। मान्य बासना थापालाई 1 मिनेटको समय उपलब्ध गराउँछु। त्यसमा के हो आफ्नो विषय त्यो राख्नुहोला। सम्माननीय सभामुख महोदय, नेपाली काङ्ग्रेस संसदीय दलको तर्फबाट म केही महत्त्वपूर्ण विषयमा सम्माननीय सभामुख ज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद बिरलै देखिने दृश्य हिजो हामीले देख्यौँ। सम्माननीय राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु यो केवल एउटा सामान्य दृश्य होइन, यो संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरता हो भन्ने हामीलाई लागिरहेछ। त्यसैले म सरकारलाई आग्रह गर्न चाहन्छु, यस विषयमा तत्काल स्पष्ट जवाफ दियोस्, संवैधानिक पदको सम्मान गरियोस्, संसदीय परम्परालाई कमजोर नबनाइयोस् र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहोस्। लोकतन्त्रमा पदभन्दा ठुलो कुरा पदभन्दा मर्यादा हो भन्ने र मर्यादाभन्दा ठुलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जाओस्। प्रतिपक्ष दलको तर्फबाट सम्मान्य सभामुख महोदय मार्फत सम्मान्य प्रधानमन्त्रीको ज्यूको जवाफको माग गर्दछु। धन्यवाद। जय नेपाल।